साथीहरु हामी यो जग्गाको भिडियो बनाउन जाँदैछु यहाँ अलि ढिलो भयो आज 1 बजेर त्यस्तै कति मिनेट भयो होला 10 मिनेट जतिको जस्तो छ कति घण्टा लाग्दो रहेछ हेरौँ त यो कुलेश्वरदेखि लगभग हाम्रो यहाँ कति किलोमिटर भन्दा यो यहाँबाट त्यही होला 25-26 होला कि है यहाँदेखि चाहिँ वहाँदेखि चाहिँ 18 भन्छ हैन त्यो हाम्रो चापागाउँ डो बाटोदेखि ल दर्शकहरु यतिखेर हामी यो चापागाउँ डो बाटो भन्ने ठाउँ आइपुग्यौ है यहाँबाट लगभग 18 किलोमिटर छ हाम्रो जग्गा चाहिँ ल यो यतापट्टि अगाडि गयो भने कोटेश्वर है गुवारखोहरू देख्न सक्छ हाम्रो ठ्याक्कै पछाडिपट्टि चाहिँ यो हाम्रो कलङ्की जाने बाटो हो हैन अब यहाँबाट हामी जाँदैछौँ अनि यसरी गयो भने चाहिँ लगनखेल पुग्छ है ल हामी यहाँबाट अब करिब 18 देखि 20-21-22 किलोमिटर पर्छ होला है अब त्यो ठाउँ हेरी छ ठ्याक्कै एउटै छ भन्ने छैन अब त्यो जग्गा चाहिँ कोही नजिक पर्छ कोही टाढा पर्छ हैन त्यही भएर अब यहाँबाट चापागाउँ हुँदै जानुपर्छ है झोलाइटी सुनाकोटी हैन अनि त्यसपछि चापागाउँ त्यसपछि हाम्रो टिका भैरव अनि त्यसपछि आउँछ लेलेपछि चाहिँ हाम्रो मास्लो नल्लु तल्लो नल्लुहरू आउँछ है त ल हामी चाहिँ जग्गामा गइसकेपछि फेरि त्यहाँको दृश्यहरू देखाउँछौँ ठाउँमा पनि तपाईँहरूलाई देखाउँछौँ किलोमिटर हेर्न चाहनुहुन्छ भने अहिले ल हामी यो किलोमिटर पनि हेरौँ कति किलोमिटर हुन्छ यहाँ अहिले यसमा ठ्याक्क माइनस गरेर हेरौँ है अनि ठ्याक्क थाहा हुन्छ त्यहाँनिर कति छ अनि गाडी चाहिँ हाम्रो गाडीमै जाँदैछौँ गाडी चाहिँ ठ्याक्कै जग्गासम्म चाहिँ पुग्ला कि नपुग्ला है अब त्यहाँ गएपछि थाहा हुन्छ नभए हेरौँ अब 1 घन्टा लाग्छ उहाँहरूलाई चाहिँ अब मलाई कति लाग्छ भन्ने कुरा हो यहाँ अहिले कति बज्यो 1 बजेर कति मिनट गयो होला त्यो 20 मिनट जति गयो कि है ल अहिले हेरेर भन्छ है त फेरि ल साथीहरू यतिखेर हामी यो सुनाकोटी भन्ने ठाउँ आइपुग्यो है यो लगभग त्यही 3 किलोमिटर जति होला यहाँ हाम्रो चापागाउँ बाटोबाट है यहाँ चाहिँ अलि बाटोहरू चाहिँ साँगो रहेछ तर मजाले हाम्रो यो हेटौँडा जाने त्यो अहिले चाहिँ चल्दैन कि खै मैले देखेन यो बिस्तारै सुमोहरू हुन्छ नि सुमो त्यो सुमोहरू चाहिँ चल्थ्यो यहाँबाट हेटौँडा पुग्छ है यो हाम्रो खास यहाँबाट चाहिँ लोककान्ति पथ हाइवे भन्ने एउटा छ क्या त्यो चाहिँ हेटौँडा वीरगन्ज पुग्छ होइन अनि यहाँ फास्ट ट्र्याक ल्याउनु खोजेको थियो होइन तर यहाँको हाम्रो जुन बासिन्दाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ नमानेर चाहिँ फास्ट ट्र्याकलाई चाहिँ अहिले उता सारेको छ अरे है यो ठ्याक्कै उता भैँसीपाटीतिर यो चाहिँ हाम्रो नत्र यहाँ आएको भयो यो बाटो अलिक ठुलो हुन्थ्यो राम्रो हुन्थ्यो अब यहाँ आउनु सक्दैन होला सायद किन भन्दाखेरि त्यो चेन्ज गर्यो अरे भन्छ कि त्यो जुन फास्ट ट्र्याकको बाटो छ नि यो थियो होइन यसलाई चेन्ज गरेर उतापट्टि ट्र्याक लगाएको छ अरे भन्छ है अब के हो त्यो चाहिँ थाहा छैन मलाई पनि राम्ररी ल अब जाँदैछौँ त्यही कति भयो हामी यहाँको 15 मिनट जति भयो कि है ल साथीहरू यो हामी 7-8 किलोमिटर आइपुग्यो कि है यो ठ्याक्कै यो हाम्रो चापागाउँ बस पार्क भनेको यही हो है यहाँबाट अब हामी खै कति 10 किलोमिटर छ कि 5-6 किलोमिटर छ कि कति छ हेरौँ है त्यहाँ पुगेपछि थाहा हुन्छ जाँदैछौँ अब गएर त्यहाँको भिडियोहरू खिच्नु पऱ्यो जग्गा चाहिँ अब त्यही हो 1.5 लाख भनेको थियो आनाको 14 आना कि कति छ भनेको थियो होइन अस्ति नै धेरै अगाडि कुरा आएको थियो म फेरि अन द स्पोट है मेरो यो सोध्ने ऊ नै छैन ट्याक्क सोध्ने होइन अनि जति छ त्यति नै ठ्याक्क भनेर राखिदिने बानी छ है त्यही भएर ल त्यहाँ गएर हेरौँ है त ल साथीहरू हाम्रो चाहिँ यो यसरी साझा बस चल्छ होइन यो चाहिँ हामी लेले बस पार्क आइपुग्यो है ठ्याक्कै यो लेले भन्छ यहाँबाट अब खै कति होला 3-4 किलोमिटर खै अब यो यहाँबाट चाहिँ अलिक टाढा छ होइन उतापट्टि हाम्रो अर्को बाटो पनि छ है साथीहरू अर्को बाटोबाट जानुहोस् त्यो बाटोबाट चाहिँ हाम्रो टिका भैरव तपाईँहरू त बाइकमा आउनुहुन्छ होला प्रायः जस्तो हाम्रो साथीभाइहरू है यो हाम्रो चाहिँ हेर्नु त बस स्टेसन हो यो लेले बस स्टेसन यहाँबाट 5-6 किलोमिटर छ कि कति छ है त्यहाँ गएर सोध्छु दाइहरूलाई अनि तपाईँहरू आउँदै हुनुहुन्छ भने यो बाटो चाहिँ अलि राम्रो ठुलो फराकिलो छ गाडी लिएर आउने मान्छेलाई ठिक छ होइन बाइकबाट आउँदै हुनुहुन्छ भने चाहिँ उताबाट जानु होला हाम्रो यो लेले के अरे यो टिका भैरव छ टिका भैरवबाट माथि शिखरपा भन्ने ठाउँ छ त्यहाँबाट जानु है यो पिया पार्क भन्ने ठाउँ छ त्यहाँ आएर सोध्नु यो हाम्रो शिखरपा जाने बाटो मास्लो नल्लो जाने बाटो कहाँ भनेर सोध्नु होइन मान्छेहरूले त्यहाँ भनिदिन्छ अनि गाडी लिएर आउँदै हुनुहुन्छ भने चाहिँ यो बाटो आउनु न यो बाटो राम्रो छ त्यो बाटो पनि ठिकै छ अहिले अस्ति पानी परेको भएर बिग्रेछ है ल अहिले चाहिँ यहाँ अहिले यस्तो के अहिले त यहाँ नयाँ के चिजहरू खोल्नु थाले जस्तो है मान्छेहरू पनि यहाँ ऊ खोलेछ रिसोर्ट खोलेछ नयाँ रिसोर्ट उद्घाटन जस्तो छ होला हेर्नु त हाम्रो जग्गातिर पनि रिसोर्ट खोल्ने ठाउँहरू छ होइन तर त्यति चल्दैन होला किनकि त्यो अलिक टाढै भयो त्यहाँ खोल्दाखेरि चाहिँ होमस्टे खोल्नु होला है होमस्टे भनेको त्यहाँ बस्नु पनि मिल्ने खालको कि सकेसम्म अझ राम्रो भनेको बेस्ट कालिस पालेर होइन तर अलिकति पुग्दैन कि 14 आनामा है अलिअलि रोपनीवाला खोज्नु भन्नु न त्यो दाइले खोजिदिन्छ यो दाइले चाहिँ आफ्नै जग्गा बेच्न ला हो अहिले चाहिँ होइन त्यस्तो दलाली सलाली कोही लाउँदैन यो दाइको आफ्नै हो
त्यही पनि यो दाइलाई भन्यो भने अझ पनि रोपनीवाला खोजिदिन सक्ने चान्स छ। ल उहाँलाई फोन गर्न है त। अब हामी हेर त यो अस्ति भर्खर बनाएको बाटो हो, दामी छ, पिच छ, पुरै माथिसम्म पिच छ। कहीँ चाहिँ बिग्रिएको छ, सबै चाहिँ बनाएको छ, सबै बनाएको छ है। कहीँ चाहिँ यो अस्तिको पानीले बिगारिदियो क्या है। अब यस्तै हो के भन्छ नेपालमा। ल ठिकै छ, यतिको बाटो नि नराम्रो चाहिँ भन्न मिल्दैन है। ल साथी, हामी यो भारदेव भन्ने जाने ठाउँमा आइपुग्यो है। यो ठाउँबाट चाहिँ काभ्रे पनौती पुग्छ अरे भन्छ होइन। म चाहिँ गएको छैन, एकचोटि उतासम्म चाहिँ गएको छु है। म यो एउटा बाहुबली झरना के भन्ने ठाउँसम्म चाहिँ गएको छु होइन। त्यो झरनासम्म ठ्याक्कै पुगेर हामी फर्केर आएको थियौँ। जस बाटो चाहिँ अलिकति हो कि होइन जस्तो बिग्रिएको छ थोरै। योभन्दा अगाडि तल माथि यताउता दायाँ बायाँ सब बाटो दामी रहेछ। यहीँ एक ठाउँमा मात्र अलिकति बिग्रिएको छ। ल यहाँ आजभोलि फेरि मेला लाग्नु थालिसक्यो अरे चाहिँ हो है। बाटो चाहिँ सब ठाउँमा पिच छ, प्रायः जस्तो ठाउँमा। कुनै ठाउँमा चाहिँ ढलान छ है। यहाँ हेर्नु न, लेलेको दृश्य है यो जग्गा चाहिँ। यहाँ किन्दाखेरि राम्रो हुन्छ होला सायद। यो पाहाडमा चट्ट यहाँ एउटा रिसोर्ट बनाएर चट्ट बस्नलाई कति आनन्द आउँथ्यो होला होइन। तर यहाँ जग्गै पाउँदैन होला मेरो विचारमा। ल अब हामी आइपुग्न आँट्यो है। यहीँ अलिकति तल मात्र हो, अब त्यो 2-3 किलोमिटर होला अब चाहिँ यहाँबाट। अनि यो हामी मास्लो नल्लोमा आइपुग्यौँ। अब हामी तल नल्लो जाँदैछौँ। अनि पाथिभरा मन्दिर तपाईँलाई थाहा होला, यो हाम्रो एकदम फेमस हो है यहाँको। पाथिभरा मन्दिरमा जाँदैछौँ। यहाँ अलिकति अगाडिबाट देखाइदिउँला है त म। ल साथीहरू, अघि नै हामी उताबाट गएको भए पुगिसक्थ्यो है। यो हाम्रो मन्दिर जाने बाटो र यहाँ हामी छुट्टिँदैछौँ कि यो मास्लो नल्लो भन्ने यो भयो है। यहाँबाट जाँदाखेरि हाम्रो मन्दिर छ नि, अघि मैले भनेको थिएँ नि पाथिभरा मन्दिर यहाँबाट पुग्छ भने हामी यता दाहिनेतिर मोड्छौँ होइन। दाहिनेतिर मोडेपछि चाहिँ यो हाम्रो जग्गाको ठाउँ आइपुग्छ। अनि हाम्रो यो देब्रेतिर मोडेको भएको चाहिँ हामी पाथिभरा मन्दिरतिर पुग्थ्यौँ भने होइन। अनि त्यतातिर चाहिँ पिच छ है एकदम फेरि। अनि यहाँ चाहिँ अब अलिकति कच्ची छ, यहाँबाट चाहिँ पुरै कच्ची छ। यहाँबाट चाहिँ हाम्रो विकास भएको छैन भनौँ न है। यहाँबाट जस राम्रै छ, अब त्यस्तो गाडी नै नजाने खालको बाटोहरू छैन है। यो हाम्रो ग्राभेल छ क्या, यहाँनिर ग्राभेल छ। अनि यहाँ आनाको 1.5-2 होइन त्यस्तै छ। अहिलेसम्म बढाएको छैन खासै। हुन त मैले यहाँ 40-50 हजारदेखि सुरु गरेको थिएँ है। त्यतिखेर लिएको भए चाहिँ अलिकति राम्रो हुन्थ्यो। 40 हजार भनेको केही पनि होइन नि त होइन जमानामा। अब 4-5 वर्ष अगाडि है त्यतिखेर लिनुपर्ने थियो। अब लिएन, ठिकै छ त, नलिए पनि अलिकति एउटा सानो टुक्रा चाहिँ लिएछौँ हामीले यहाँ है जग्गा। जस अब फ्युचरलाई हो हाम्रो त्यो पछि केही भयो भने यहाँ बस्नु पनि सकिन्छ नि त होइन। त्यही भएर अब 5 आना जति ल्याएछौँ हामीले, त्यस्तो धेरै चाहिँ ल्याएको छैन। अलि लिएर राखेको भए चाहिँ हुन्थ्यो जस्तो लाग्छ अहिले चाहिँ। किनकि अहिले अब हाम्रो पनि 2 लाख भन्छ भन्नु चाहिँ अब कारोबार नभए तापनि कतिजनाले चाहिँ लिन आइरहेको छ कि है। त्यस्तो बिक्री भनौँ न मार्नु पनि छ, त्यस्तो धेरै चाहिँ छैन। तर फाटाफुट्टा गइरहेको छ है। किनेर राख्दा केही फरक पर्दैन है। आनाको 1.5 लाख भनेको अहिलेको जमानामा केही पनि होइन होला जस्तो लाग्छ मलाई चाहिँ। अब तपाईँहरू आफै विचार गर्नु है। आजभोलि जग्गा पाउँदैन, गाडी हाम्रो आफ्नै गाडीमा आइरहेको छौँ होइन। गाडी नै पुग्छ, अब जग्गासम्म चाहिँ पुग्दैन होला किनकि 1.5 लाख भनेपछि गोरेट बाटो नै हो 100% होइन। अब अलिकति गाडी टक्क यतातिर पार्किङ गर्ने अनि टक्क जाने नि हिँडेर है। अब तपाईँलाई यस्तरी रोड छेउमै चाहिन्छ भने चाहिँ 3, 3.5, 4 होला सायद है। 2.5मा पनि पाउँछ कि। बुझ्नु न, दाइलाई कल गर्नु होइन। उहाँको डाइरेक्ट नम्बर राखिदिन्छु, उहाँलाई सोध्नु, उहाँले भनिदिन्छ है त। ल साथीहरू एकछिन फेरि खिचौँ है त। ल साथीहरू हामी आइपुग्यौँ है। यहाँ हाम्रो दाइको पनि जग्गा बेच्ने थियो यहाँनिर। जग्गा कतिमा हो म अहिले सोध्छु है फोन गरेर। अनि एउटा अर्को दृश्य देखाउनु लाग्यो। अब यहाँ बाटो चाहिँ आइपुगेर चाहिँ पुल आइपुगेको छ कि, त्यही भएर म तपाईँलाई देखाउनु खोजेको क्या। हाम्रो देशको विकास हेर्नु भनेर देखाउनु खोजेको है। बाटो नआइकन पुल आउँछ, अब कसरी जाने होला त्यहाँ मान्छे है। त्यही भएर हेर्नु त यहाँ कसरी जान्छ यो पुलमा मान्छे, बाटो कसरी तर्छ। यता पुल बनाइदिने हो कि यता बनाइदिनु हो। ल कमेन्ट गर्नु त साथीहरू। यो विकास हो हाम्रो देशको। ल हेर्नु विकास यस्तो छ हाम्रो देशको विकास। एकदम अचम्म लाग्यो। गाडी यो मेरै हो होइन। गाडी यहाँ हामीले लिएर आएको छु भनेपछि अब तपाईँ आफै विचार गर्नु। ल हाम्रो देशको विकास कस्तो लाग्यो यसो कमेन्ट गरिदिनुहोस्। अब कसरी जाने होला यो पुलमा, कसरी खोला तर्ने होला है, यसो कमेन्ट गर्नु त। विकास देखेर अनि भिडियो बनाइदिइहाल्नु मन लाग्यो मलाई। ल विकास चाहिँ आएछ, तर कस्तो खालको विकास आयो भन्ने कुरा हो है। ल हाम्रो गाउँघर आइपुग्यो है। योनिर हाम्रो ठ्याक्कै यो नल्लु बजारै भनौँ न, तल्लो नल्लु। यस्तो छ घरहरू। यहाँ बिल्डिङ बनाउनु भइसक्यो है। हाम्रो दाइहरूको खतरा भइसक्यो नि गाउँ भनेर के गर्नु है। बाटो यहाँबाट गयो भने सिधै गयो भने चाहिँ हामी यो लेले टिकाभैरव मन्दिर पुग्छौँ है। ल यस्तो छ हाम्रो बाटो रे। पार्किङ राखेको छौँ।
जाउँ है अब दाइका गरेर चेसेको अनि जग्गा हेर्नु जाउँला ल गाडीमा हामी आनन्दले बिस्तारै आउँदाखेरि पनि 1.5 घन्टा आइपुग्यो है 1.5 घन्टा ठ्याक्कै लाग्यो अब यहाँ खाजासाजा चिया खाउँ दाइ उ त्यहाँ माथि हुनुहुन्छ अरे उहाँ आइपुग्नु भयो भने उ त्यहाँ हाम्रो एउटा जग्गा पनि छ 10 आना उयो देखिरहनु भएको जग्गा यो घरको ठ्याक्कै हरियो छ नि घाँसहरू भएको त्यो 40 लाख रे 10 आनाको अब के भन्नु यो लास्ट टाइम महँगो भयो जस्तो लाग्यो मलाई अब विचार गर्नु न तपाईँहरूलाई चाहिन्छ भने भन्नु त्यहाँ म नम्बर हालिदिन्छु है कुरा गर्नु ल यो जग्गा है सिधै यो हरियो घाँसहरू देखाउँछ नि यहाँ चाहिँ 40 लाख रे अति नै महँगो भयो जस्तो लाग्यो बाटो कति फिट छ 10 फिटको हो क्या अरे बाटो ठुलै बाटो हो भने चाहिँ तर बाटो गएको छैन होइन नक्सामा चाहिँ छ ल महँगो भयो होला है सायद कमेन्ट गर्नु न बिल्डिङ छ है हाम्रो यो सबै यतातिर बिल्डिङै है अहिले यहाँ हाम्रो अब यहाँको हिरोहरू हो भनौँ न दाइहरू भाइहरू होइन ल साथीहरू यो ठाउँमा चाहिँ अलिक जाडो फिल भएको छ है गाडीभित्र बस्दा मैले कहिले पनि ज्याकेट लाउँदिनँ तर बाहिर निस्केपछि चाहिँ एकदम चिसो हावा सर्र आउँदो रहेछ स्नोकर हाउस रहेछ क्या हो मुनि स्नोकर हाउस छ जस्तो टङ हावा ल अब ज्याकेट लाएर हिँड्छु है यहाँ चाहिँ अलि जस रमाइलो छ ठाउँ राम्रो छ तपाईँहरूले लिँदा पनि हुन्छ जस्तो छ है अब अझै माथि जाउँ उहाँ माथितिर छ अरे जग्गा हेरौँ कहाँ रहेछ है ल साथीहरू हामी हिँड्दै आइपुग्यो है यो गोरेटो बाटोबाट आयौँ हाम्रो ठुलो बाटो रहेछ यहाँनिर जग्गामा चाहिँ ठुलो बाटो र गोरेटो बाटो र ठ्याक्कै पछाडिपट्टि टच भएको रहेछ यो चाहिँ हाम्रो भारदेव जाने बाटो होइन त भारदेव र यता लेले सबै ठाउँ पुग्ने ठाउँ हो यो चापागाउँ होइन अहिले एकछिनमा फेरि माथिबाट देखाइदिन्छु त्यहाँ माथि एउटा हामी अघि आएको थियो नि रिसोर्ट त्यो हामीले जुन देखायो नि तपाईँलाई यहाँबाट हामी काभ्रे पुग्छौँ भनेर देखायो नि हो त्यही बाटोबाट आउने ठाउँ है यो जग्गा चाहिँ हाम्रो यहाँ छ ल जग्गा किन्दा एउटा लप्चीको बोट चाहिँ फ्रीमा आउने रहेछ है लप्सी सब्सी पुरै फलेको रहेछ बाटो कति 7-8 फिटको हो त कि ठुलै छ 14-15 फिट छ यो ए यो अलि तलैसम्म जान्छ होला त्यसरी यहाँसम्म जान्छ होला पूर्व मोडाको रहेछ है म यो फेसहरू कति छ त थाहा छैन होला है नापेछ तपाईँले ल एकदम सस्तो मस्तोमा छ है एउटा 2टा जग्गा रहेछ हाम्रो दाइको वहीँ हो है जग्गा धन्ने नै वहीँ हो उहाँकै जग्गा हो 14-15 फिटको बाटो छ डबल बाटो टच छ अनि यहाँ चाहिँ अलिकति सानो रहेछ जग्गा यही हो कहाँदेखि कहाँसम्म छ सबै भन्दिनँ है लप्चीको बोट भने यही हो है यहाँ हामीले यहाँ लप्ची पनि फ्रीमा पाइसक्यौँ जस अब राम्रो लाग्यो लप्सी हेर्नु यस्तो दामी फल्दो रहेछ यतिकै फ्यालिदिने हो त यो लप्सीहरू बेच्ने होइन झार्दैन है जग्गा चाहिँ यो यहाँदेखि सुरुवात भयो यहाँदेखि सुरु हुन्छ लप्सी त कस्तो राम्रो रहेछ यस्तो दामी हेर्नु है खसाइ हुँदो रहेछ यहाँ टिपेर हामीले लानु मिल्छ यो चाहिँ कुहिया रहेछ अलिकति यहाँदेखि सुरु भयो ल यो जग्गा भयो यहाँ आमा बसेको घर यो आमा बसेको घर छेउदेखि होइन त कति लम्बाइ चौडाइ कति छ थाहा छ दाइ तपाईँलाई थाहा भएन है नापेको छैन यो नापे हो 15 आना छ अरे अनि ल लगभग 14.5-15 त्यस्तै हो 15 आना चाहिँ ठ्याक्कै तल छुट्टै हो त्यो चाहिँ यो ल देखाउनु नि त त्यसो त्यो पनि हेरौँ 9 आनाको चाहिँ आनाको 1,50,000 9 आनाको चाहिँ आनाको 170 ल 170 दियो घरहरू पनि पऱ्यो है यो लप्सीको बोट अनि दाइ कता यता देखाउनु त यता कतापट्टि यो होइन यो सिमाना यो छाप्रो पनि पऱ्यो यो छाप्रो यो लप्सीको बोट सबै पऱ्यो कि अब ल जग्गा चाहिँ ठिकै छ 15 आना भने चाहिँ 1,70,000 रे यो चाहिँ पूर्व मोडाकै घाम पनि अहिले हाम्रो 3 बजे होइन 3 बजीसम्म पनि जस घामको मुख चाहिँ देख्नु पाउँदो रहेछ अलिअलि लप्सीहरू पनि टिप्नु पायो है यो छाप्रो पनि पऱ्यो भने नि त यो तलको यो मात्र पऱ्यो ल यो चाहिँ अरूको पऱ्यो ल है अब हामी 9 आना हेर्न जाँदैछौँ एउटा लप्सी टिप्नु पऱ्यो है लप्सीको यो हामी अचार बनाउँछौँ घरमा गएर खान्छौँ ल दामी लाग्यो ल छाप्रो यो भेट्छ ल दाइलाई को नम्बर राखिदिन्छु दाइसँग सम्पर्क गर्नु 9 आना यहीँ नजिकै छ नजिकै टच भएको कुन छ यो
नआना पनि छ अरे है लानाको 1.5 लाख यो चाहिँ नआना चाहिँ एकदम मिलेको जस्तो छ है हेर्दाखेरि 14 आना बेस्ट चाहिँ नआना जस्तो छ नआनाको चाहिँ हाम्रो 150 जग्गा पनि सस्तो भयो मिलेको जस्तो पनि छ है अन द स्पट है मेरो चाहिँ यो जे छ त्यही हो ड्याङ 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 हाल्ने बानी छ त्यो बनाएर भन्ने चाहिँ मेरो बानी छैन है जे हो अब बुझेर लिनु न हाम्रो दाइसँग बुझ्नु होइन मालपोततिर जा त्यो घरै हो केराको डिलदेखि पूर्व मोडै होला नि त हो पूर्व मोड यो चाहिँ दामी छ है साथीहरू ल जग्गा पनि थोरै पैसा पनि थोरै जग्गा पनि थोरै ठ्याक्क कुरा मिल्ने भयो है यो चाहिँ यो लिँदाखेरि हुन्छ है यो आथा सिस्नो रहेछ यहाँ ओ माई गड अलिक बिस्तारै आउनु है यहाँ सिस्नो रहेछ पोला तपाईँहरूलाई अलि राम्रो देख्ने क्या हो अलि चित्त बुझेन भने भन्नु है अर्कोचोटि फेरि राम्ररी मिलाएर खिच्छु ल यो हाम्रो दाइको कहाँसम्म हो दाइ यो क्या मजा रहेछ कि यो एकदम फराकिलो के ठ्याक्क मिलेको यो चाहिँ गोरेटो बाटो भन्नुभयो होइन यो चाहिँ गोरेटो बाटो चाहिँ कुन हो यसको यताबाट ल यताबाट हेर न बाटो कहाँसम्म सीमा क्षेत्रहरू सिमाना कहाँ हो दाइ यही हो बाटो गोरेटो चाहिँ किनेर राख्दा हुने रहेछ त्यो सरी त्यो पनि हो सबै चारपाटे मिलेको ल नक्सा चाहियो भने दाइसँग माग्नु न नक्सा है भाइ घरमा दाइले पठाइदिनुहुन्छ यो हाम्रो केराको बोटदेखि लिएर सट्ट छँदै छ घाम पनि हेर्नु नि कस्तो मजाले देखिरहेको छ नि त आनन्दको छ है सम्म अलिक टाढोबाट खिचिदिउँ त ऊ त्यहाँ गएर ल सर टाढोबाट देखाउँदा नजिक राम्रो हुन्छ कि पैसा नि सस्तो अनि त्यसपछि मिलेको जग्गा पनि थोरै है अलिक उता गएर खिचौँ त्यहाँ तल सर माथि देखाइदिन्छु तपाईँहरूलाई एकदम ल सम्पर्क वहीँ गर्नु है दुइटा एउटैमा हुनेछ है एउटै भिडियोमा राखिदिउँ ल यो माथिबाट यताबाट गयो भने चाहिँ हामी उता पुग्छौँ है यो के भन्छ भारदेव भन्ने ठाउँ छ नि थाहा छ होला नि तपाईँहरूलाई थाहा नभए यहाँ एकचोटि सोध्नु लोकेसन गुगल म्यापमा हाल्नु नभए ऊ हाल्नु क्या है साँच्चै लाइभ लोकेसन हालिदिउँ क्या है तपाईँहरूलाई सजिलो हुन्छ ल यहाँबाट फर्किन्छौँ है हामी ल यो हेर्नु न बस्नु कति आनन्द छ यो के नल्लु मासु नल्लु कि तल नल्लु हो यता आउनु नि तपाईँहरू नदेखाइदिउँ भने हाम्रो दाइहरूको अलिकति अनुहार के देखाउनु है जग्गा धनी दाइहरूको ल यहाँबाट हेर्दा चाहिँ दामी देख्दो रहेछ हेर्नु त सम्म मिलेको छ है यो केराको बोटदेखि उयो यो रुख पनि हो त यो जस्ता घर होइन यो घर यो मलदेखि यता यही बाटोबाट सिमाना ए ल ठ्याक्कै यो बाटोबाट रहेछ ल यहाँबाट कहाँसम्म यहाँ चाहिँ छेउ यहीँसम्म कि ए माथिको सम्म मिलेको छ है यो जग्गा चाहिँ राम्रो छ बाटो चाहिँ अलिकति भएन किनकि गोरेट बाटोमा ठिकै हो 150मा भनेको अहिलेको जमानामा कति किलोमिटर छ होला यहाँ रिङ रोडबाट 20-21 किलोमिटर ल हामी यहाँ 1.5 घन्टामा आएको थियो है गाडीमा आउँदा बाइकमा आउँदाखेरि त्यही 45 मिनट लाग्ला है 40-45 मिनट लाग्ला बाइकमा आउँदा र राम्रो छ है अब केही चित्त बुझेर भने यसो गर्नु होला कमेन्ट सिमाना चाहिँ यो घरको छ नि यो सोरी यो रुखबाट आउँदैछ 9 आना धेरै हुन्छ है फेरि 9.5 आना धेरै नै हुन्छ 15 आना पुग्न ल अरू केही छ भने भन्नु चित्त बुझेन भने ल है त अब हामी बिदा माग्छौँ घर फर्किन्छौँ यहाँबाट ल बाई बाई भोलि फेरि अर्को ब्लगमा भेट्नेछौँ है ल साथीहरू यस्तो ठाउँमा त घर बनाएर बसेर चाहिँ अघि हाम्रो जग्गा त कति राम्रो होइन यो पनि नराम्रो भन्नु खोजेँ होइन तर यो ठाउँमा पनि बनाएर चाहिँ बसेर रहेछ भन्ने मैले चाहिँ एउटा सानो इक्जाम्पल देखाइदिउँ ल राम्रै छ नि ल हेर्नु न यो यस्तो गोरेटो बाटो छ त्यही पनि मान्छेले बसेछ हेर्नु त घर बनाएर एउटा कोठाको मात्रै है एउटा कोठाको नि घर बनाएर बसेछ भनेपछि त हाम्रो त 9 आना हो नि त ल हेर्नु एउटा कोठाको यो हाम्रो सिङ्गल कोठाको हेर्नु नि धराहरू जस्तो 2 तलाको बनाउनु खोजेर रहेछ जस ठिकै छ नि होइन यति भने पनि धेरै हो है फेरि नहुनेको लागि यो पनि महल हो नि फेरि यति चाहिँ बुझ्नुपर्छ र साथीहरू हामी जाँदैछौँ दाइको घर चाहिँ यहीँ रहेछ होइन यो अहिले यहाँ जो बस्तीहरू एकदम घमासान हुँदैछ है बिल्डिङहरू बनाइसकेको छ बाटो यस्तो छ हामी जाँदैछौँ यो गोरेट बाटो
ल के गर मटर बाटो छ अघि माथिको बाटो चाहिँ मोटर बाटो हो हामी चाहिँ तलबाट गाडी तल राख्यो भने हामी तलतिर जाँदैछौँ है ल यही हो यस्तो छ बाटोहरू यहाँ अघि हाम्रो विकास हेर्नु भनेर देखाएको थिएँ यही हो विकास